Yo, what's up guys? Welcome back to our Province Chamning Rai vlogs. So the next day तीनजुरी आउन तीनजुरी आएको छौं हैन माथि अब हामी सो हैन आजको लागि चाहिँ सिजन 4 लाई लु मेरो तर्फबाट चाहिँ हरेक सिडीमा कति हेरे हैन हैन 30 सिडीमा रेस्ट हैन टाइम पनि हुन्छ नि त यति टाइममा पुग्यो भने चाहिँ कति सिडी छ अरे 200 हैन 30 गरेपछि भनेपछि कति चोटी रेस्ट गरेपछि पुग्ने रहेछ ल सरले यति टाइममा पुग्नु भयो भने चाहिँ एउटा सरलाई मेरो तर्फबाट एउटा एक्सट्रिम हैन ल सरको लागि आज त च्यालेन्ज भयो च्यालेन्ज एक्सेप्टेड छ सर ल ठीक छ चिया कस्तो छ न दामी छ 10 मा कति 10 मा 7 मिटर्स 10 out of 6 केटाहरुलाई कस्तो चिया चाहिएको सर 10 मा कति यहाँ हेर 10 out of 10 10 मा एउटा सिकर है 10 out of 10 यहाँ हेर पहिले चिया हेर दामी सो गाइस हाम्रो चाहिँ यहाँनिर सिडी सुरु भइसक्यो अब हल्का यति भयो नि बोक्यो है बोक्यो हैन ल हाम्रो सिजन सरलाई हेरौँ है खोइ त सिजन पर्खेर आउँ न त यहाँनिर यहाँदेखि चाहिँ सिजन सरलाई स्टार्ट है अब हाम्रो यहाँबाट पनि स्टार्ट घन्टी बजाएर मजा आउँछ साथै ल यहाँबाट चाहिँ हामी भङ्गाललाई यहाँबाट ढोगेर हामी चाहिँ यहाँबाट माथि लाग्छौँ ल सर हाम्रो स्टार्ट सिधा हैन न जुन बाटो हिँड्दा नि हुन्छ ल सर स्टार्ट भयो त सर ल सुरु गरौँ कता आउँदैन आयो त हामीलाई चाहिँ एकदमै चिसोले हानेको अवस्था छैन यहाँ केटाहरूलाई पनि छिटो हामी पर्खिरहेको छौँ सर लु सर आउनु पर्यो छिटो छिटाउनु पर्यो सो हामी यहाँनिर पर्खिरहेको छौँ अनि मैले चाहिँ जाडोले गर्दाखेरि चाहिँ यो बानी है सर एउटा यहाँनिर फोटो हाने मलाई हौ यहाँनिर स्क्रिनसट सर अब मेरो चाहिँ एन्ड्रोइडबाट सर स्क्रिनसट लिनु होला ल सर यसरी ल सिजन सर हाम्रो यहाँ सिजन सर आउँदै हुन्छ हामी यहाँ सिजन सरलाई पर्खेर जाने हो त्यस पछाडि हाम्रो अझै अर्को हाम्रो साथी आउँदैछ सिमरन उसलाई पर्खेर जाने हो गाइस फाइनली हामी आइपुग्यौँ हामी सिजन सरलाई लिएर आइपुग्यौँ सिजन सर बाटोहरू कस्तो लाग्छ मेरो हालत देखेर नि बुझिसक्नु होला हैन कस्तो भएको छ भन्ने कुरा बाँकी कुरा बिस्तारै 15 मिनेट 15 मिनेट हाम्रो सर हजुरलाई कस्तो पाथी बारा माता की जय हजुर हामी फाइनली आइपुग्यौँ हजुर सर सबैजना सकुशल आइपुग्यौँ हजुर रमाइलो भइरहेछ अब दर्शन गर्छौँ अन्तको भन्दा नजिकै नि त अति नजिकै नि त सर अति नै हामी यहाँनिर वरिपरि घुम्दैछौँ अच्छो ओए अब कता हो अब म यिनीहरू तीनजनासँग साइने खेलाउँछु है त यता लिम्बू यता तामाङ अनि यता पौडेल आजदेखि तीनजना मेरो बहिनी अरे कति साले अरे होइन सुन न कति साले अरे 58 कति अरे साउन्ड यता कति अरे 57 नाइ त देखो ओ 57 हो नाइ त देखो न 61 हैन अहिले नाइ त देखाउँ न लु अहिले यहाँ प्रुफ गरिदिन्छु नि नाइ त देखाउ न छिटो नाइ त 59 हो पुस नाइ त 2059 भन्छ 61 हैन 61 हैन त्यो हैन अर्कै साइनले चाहिँ भाइ भने क्या मैले तिमीलाई अब आजदेखि अफिसियली तीनजना मेरो बहिनी हो म जेठो यहाँ सुन म 2058 वैशाख 17 को सरी ल आजदेखि तीनजना मेरो बहिनीहरु मेरो बर्थ सर्टिफिकेट चाहिँ 58 हैन सरी ल आजदेखि सक्यो बहिनी आजदेखि बहिनीहरु है बरु मलाई राखी लगाइदिन्छ भने म बरु राखी पनि लाउनको लागि
के भयो यार तिम्रो दिदीहरू छैन होला क्या हामीलाई छैन दिदीहरू छ कि बहिनीहरू चाहिँ छैन क्या त्यही भएर चाहिँ ल ठिक छ अब यिनीहरूको फोटोसोटो खिचिदिन्छु अनि म जान्छु अब पर गाइस हामीले चाहिँ पाथिभरा मन्दिरको दर्शन गरिसक्यो भने केटा हो होइन अनि सबभन्दा धेरै आशीर्वाद चाहिँ दिपिनलाई र मलाई दिनु पर्यो होइन भगवान्ले अलिकति किन हो छ नि सर फाल्टे ठिकै छ त होइन अनि अब चाहिँ हामी यहाँबाट चाहिँ 5 पोखरी जाँदैछौँ पछाडि सर आउँदै हुनुहुन्छ सर आउँदै हुँदो रहेछ अब यहाँ अगाडि महिला टोली देखाउनु न त्यहाँ अगाडि यहाँ महिला टोलीहरू छ अलिक नदेखाउने कुरा पनि त्यहाँनिर होइन अब छ यसो हल्का फुल्का कवल्सहरू हिँड्दैछ अनि हामी अब यसरी केटाहरूको ग्याङमा भुलुलुलु हिँड्ने हो साथी मेरो भ्लगमा धन्य आयो धन्यवाद गाइस हामीले चाहिँ यहाँनिर एउटा के अरे लालीगुराँस मिक्स क्या रेड अनि प्लस पिङ्क मिक्स भएको चाहिँ यहाँनिर एकजना साथीले यहाँनिर फेला पारेछ है अनि कसले चाहिँ टिपेर यहाँनिर छोडेको थियो होला सायद यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर छ यहाँनिर गुराँस चाहिँ छैन गुराँससँग चाहिँ खिच्नु पाएन होइन यहाँ यो के अरे यसलाई के भयो फुल चाहिँ थाहा छैन होइन जङ्गली फुल हो यो रियलको नाम चम्पा फुल हो चम्पा नाम होइन रहेछ भने अनि यहाँनिर चाहिँ पछाडिपट्टि सब तिमीहरू के लाइन बसेको फोटो खिच्नको लागि यहाँ दुईजना फोटो खिच्न लाइन बसेको त्यहाँ पछाडि उता यो यता खिचिसक्यो उता 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 नि छ पछाडि अझै श्रीयन सर उता विजय सर पनि हुनुहुन्छ है फोटो खिच्नको लागि ए त अनुप पनि रहेछ अनि यहाँ चाहिँ यहाँनिर हाम्रो सरले फोटो खिचिदिँदै हुन्छ सिमरनको है अब हामी यहाँ फोटोसोटो खिच्ने अनि 5 पोखरीको लागि अझै हामी फेरि मुभ हुन्छौँ टिपेर कपालमा सिउराले आज चाहिँ हामी यहाँनिर भ्यू पोइन्टमा छौँ है अनि भ्यू पोइन्टमा के को कारणले गर्नु आएको भन्दाखेरि चाहिँ यहाँ हाम्रो साथीको बर्थडे हाम्रो होइन हाम्रो यता साथीको चाहिँ प्रिय साथीको बर्थडे हो अनि उसको पनि अस्ति बर्थडे थियो अनि उसँग अर्को हाम्रो एउटा विपिन भन्ने साथीको नि एकछिन यहाँ बर्थडे गर्दै त्यो छोडिदिनु एकछिन न अनि आजको भनेको चाहिँ भ्लगिङ गर्ने त्यही हो क्या मैले योभन्दा अगाडिको भ्लग चाहिँ पार्टमा चाहिँ हालेको थियो होला तर पार्टी चाहिँ हालेको सुन्नु न भ्लग पनि बासी भइसक्यो अनि त्यसमा चाहिँ के को कारणले बासी भएको थियो भन्दाखेरि त्यसमा चाहिँ एउटा एक्सिडेन्ट छुटेको थियो क्या एक्सिडेन्ट चाहिँ मैले एक्सट्रिमको पैसा नभएको प्रवीणसँग प्रवीणले दिनै दिनु हो या तपाईँहरूले मेरो भिडियोहरू अनि चाहिँ म पैसा कमाउनु सक्छु आज सिजनलाई एक्सट्रिम किन्दैको छ एक्सट्रिम भन्छ निकाल्नु देखाउनु त छिटो मैले चाहिँ यो आज अब हाम्रो क्लास पनि खाली हुने भयो भनेर चाहिँ मैले यहाँनिर बाटोमा एक्सट्रिम पनि किनेको थिएँ एक्सट्रिम पनि लिएर राख्छु है मैले ओ सुरेन सर एक्सट्रिम लिनु छिटो आउने छिटो आइहाल्नु आउने भयो फेरि ए छिटो आइहाल्नु छिटो सर सर छिटो आउनु न छिटो आउनु न किन आउनु सर छिटो आउनु सुरेन सरको साटो यो एक्सट्रिम चाहिँ मैले उहाँको लागि होइन किनभने चाहिँ मैले उहाँलाई चाहिँ च्यालेन्ज दिएको थिएँ कि पाथिभरा मन्दिर जाँदाखेरि चाहिँ सर पाथिभरा मन्दिर जाँदाखेरि चाहिँ च्यालेन्ज दिएको थिएँ उहाँलाई चाहिँ सिडी ननस्टप हिँडेर माथि जानु पऱ्यो 2-3 चोटि रेस्ट गरेपछि सो उहाँले चाहिँ सक्सेसफुल्ली चाहिँ माथि पाथिभरा मन्दिर पुग्नुभयो उहाँ त्यही कारणले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ मैले मोटिभेसन गर्नको लागि एक्सट्रिमको दिएको थिएँ सो एक्सट्रिम चाहिँ उहाँको लागि हो त्यसले उहाँले अहिलेसम्म लिनुहुन्छ म भिडियो बनाउँछु म चाहिँ यो हस्तान्तरण गरिदिन्छु अब लु खाम ओ खोल्यौँ अहिले सर किन अहिले दिनु पऱ्यो अहिले किन त्यहाँ दिनु पऱ्यो देखाउनु परेन ल फाइनली होइन विनर चाहिँ उहाँ हो होइन बस्नु न विनर चाहिँ उहाँ हो कि विनर चाहिँ उहाँ हो सर तपाईँलाई के कस्तो लागिरहेको एक्सट्रिम त्यतिखेर कस्तो सिचुएसन लागिरहेको एक्सट्रिम भन्दै कुद्नु हुन्थ्यो कि एक्सट्रिम त होइन सम्झै कुदिरहेको थियो साथीले सम्झेर एक्सट्रिम दिएछ होइन उसको आफ्नो के भन्छ त्यसलाई उसको आफ्नो चाहना पुरा गर्यो उसले होइन उसको आफ्नो भाकल पुरा गर्यो होइन ठिक छ ल साथीलाई धेरै धन्यवाद अनि अब चाहिँ क्या सरलाई यस्तो एक्सट्रिम चाहिँ 2टा दिनु सक्छु कि म दिन चाहिँ मुन्दुम जाँदाखेरि चाहिँ हाम्रो नेक्स्ट भन्दा मुन्दुम हुँदैछ क्या सो मुन्दुममा चाहिँ उहाँलाई एकाडेमी 2टा म दिनु सक्छु त्योभन्दा बढी त सर मेरो पनि आउँदैन नि त हो 2टा चाहिँ म उहाँलाई दिनु सक्छु यो भिडियोमा भन्छु 2टा चाहिँ उहाँलाई मुन्दुमको लागि चाहिँ सर रेडी हो त रेडी च्यालेन्जको लागि रेडी एक्सट्रिम खाएर म पावर बढाएर अनि मुन्दुम जान्छु